विद्यार्थीहरूलाई जो चाहिँ कलेजको युनिफर्ममा स्कुलको युनिफर्ममा यो देशमा सरकारले चालेको निरङ्कुश कदमको विरुद्धमा असन्तुष्टि जाहेर गर्दाखेरि विदेशी दुश्मनलाई जस्तो गरेर छानी छानी गोली ठोकेर मारिएको छ। युवालाई गोली ठोकेर कुन देशको कल्पना गरेको यो देशको नेताहरूले? देशको भविष्य भनेर दिन रात दुःख गर्ने मान्छे हो म, तर देशको भविष्य भनेको युवा नै होला नि त। अनि युवालाई चाहिँ सबैलाई तपाईँको चाहिँ छानी छानी गोली ठोक्ने किसिमको नीति लिएर कुन चाहिँ देशको भविष्यको लागि यो सरकारले सोचिरहेको छ?